गुड हो यो केटाले मालिस दामी गर्दो रहेछ हो बच्चाले राम्रो मालिस गर्दैछ अमाइ दामी नि हो दाजु के गरिँदैछ यतिकै हो यसको लागि जिउ मालिस गराएको दाजुको जिउ पनि सुकेर कराङ मात्रै देख्दैछ हौ यस्तो जिउले त केटी त होइन लुतेको कुकुर पत्तिन्छ होला हौ हाम्रो दाजुले चाहिँ हेप्नु खोजेको हो यो जिउले चाहिँ कुकुर चाहिँ आइयो नि साह्रो चाहिँ पत्याएन है भाइले लो जाउँ दाजु तल्लो गएको छोरी उडाइदिउँ यसले त साह्रो पत्याएन हौ यसो पनि रो जाउँ दाजु भाउजूको त यत्रो हुँदैछ त ठुक्का लाग्छ नि भाउजूको त्यस्तो हेर्नु साम लाग्दैन बेसी नहेरे चोखे लाग्छ त्यहाँ उनको केटीहरू पट्याउनु त पट्याउनु यस्तो गरममा के हो रान्दा पानी त रहेछ हौ पानी त रहेछ यो पानी चाहिँ त खानुपर्छ यो बच्चा के भएको के साह्रो घाम लागेको आमा यो लेकको मान्छे चाहिँ हलमा घर चाहिँ राख्यो भने चाहिँ कसरी चाहिँ गरी खान्छ कि यो चर्को घाममा यो चर्को घाममा त काम गर्न नसकिने हो यो पनि अब यतैतिर होस् शीतलमा फर्किन्जेलसम्म ठुक्क यो टोपी त यो बिर्सिँदो रहेछ एकछिन किचनतिर जानु पर्यो शीतल खानु साह्रो गरम हो अगेनामा आगो छैन पानीसित खानुपर्ने अब आगो त छैन अब सुर्ती खाइन्छ सुर्ती चाहिँ खान्छ अब सुर्ती खाइन्छ जति सुर्ती खाए त्यति गरममा एकछिन बाहिरतिर जानु पर्यो हावा खानु घरमा को हुनुहुन्छ यत्रो ठुलो स्वर भएको होइन यस्तो चर्को घाममा कहाँ जानु भएको हामी त चौतारे साइला खोज्दै हिँडेको कहाँ पर्यो कि उसको घर होइन चौतारे साइला त मै हो त के कामले खोज्दै आउनुभयो कि अलिक काम सिद्धो र आएको नि हौ यसो सल्लाह सिद्धो कि के को सल्लाह थियो कि अब अलिक सल्लाह छ लामो अब सल्लाह थियो भने त भित्र बसेर कुरा गरौँ न युङमा र आताङबे नुरो आताङबे लो कन्ना युङमा र साह्रै गरम म बाहिरतिर बसौँ होइन गर्नु आताङबे जाउँ बाहिरतिर बसेर है ल बाहिरै जाउँ के काम थियो कि लु भनौँ त थालसित चाहिएको थियो खोइ हो एउटा मेरो साथी कहाँ गयो यो थालसित लिएर आऊ त टोइलेट गइरहेको छ थाल लिएर आऊ त थाल ल्याएको हजुर त्यो सामान निकालौँ त अर्को पनि छ नि हो केटा पनि आइपुगेछ नि हौ आइपुगेँ नि म भर्खर लु यहाँ बसौँ त हौ गरममा होइन यो चाहिँ के को लागि बिन्ती बिसाउनु भयो कि यो चाहिँ
तपाईँकोमा एउटा छौरीसित छ अरे नि हो त्यसकै लागि बिन्ती बिसाउ कि भनेर राखेको हो यो मेरोमा त छौरी त छैन डाँगो सित्थ्यो होइन मलाई त छौरी नै चाहिएको के कुरा घुमाइ बसेको डाइरेक्ट भनौँ न हो तेरो खुट्टा दुख्यो होला उयो गयो बसो सिटाउनु उयो जा बस त्यहाँ ठाउँमा गयो हो तिम्रो घरमा एउटा छोरीसित छ अरे हौ त्यसको कुरा गरेको खोइ खोइ पक्फेन चाहिँ आत्ति आयो खोइ 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 युङमा न हो आदङ्बे त्यसकै लागि यहाँ बिन्ती बिसाएको छौँ होइन के कुरा घुमाइ बसेको म सिधा मान्छे सिधै कुरा गरौँ न त होइन अदाङ्बे पहिलादेखि कलेज टाइमदेखि मेरो भाइ र तिम्रो छोरी फक गरी हिँड्थ्यो अरे नि हौ दाजु चाहिँ के हो कुरा बिगार चाहिँ के हो लप्पो भनेको त होइन म के जान्नु अनपढ मान्छे पढेको छुइनँ के त्यो लप हो कि फक भनेको के बुझ्नु म अन्त छ त्यस्तो कुरा पो म पनि पहिला पिँढीमा त 5 चोटि पास भएको नि हो ए कुरा त त्यस्तो पो लो यो अब मिलेर खाइदिउँ पेला लिएर आउँछ जाऊ 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 लिएर आउनु पेला पेला कति 1 2 3 4 वटा यो केटा ठिक छ हाम्रो भाइ यहाँ बस्नु लु बसौँ बसौँ यो त पहिलाको सिस्टम बिर्सेको छैन रहेछ अदाङ्बे अब के छ र खाइदिउँ क्या अदाङ्बे रक्सी न कि पानी हो यति साह्रो सफा त कहिले देखेको थिइनँ त लु है आबाङ बे अलिअलि नो खाऊ नो है। नो नो अदाङ्बे नो 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 अब रक्सीले त अब रक्सीले त अब रक्सीले त दाजु दाजु बुढोले त के हो माग्दा पनि सुन्दैन के भएको यो कान बाहिर छ के हो साह्रो मिठो यो रक्सी त कडा हो कुन चाहिँ पारेको अब ले त होइन ले त माधव बाबु। लेता भन्छ बाउ जस्तो मान्छेलाई यसो आलु मार्यो बुढोले ला सबै पोकीको रक्सी के अरे त्यो बटुली बसेको तर दाजु उठाउनु जाऊ थुक्का बुढोले त छोरी पनि दिएन छोरी माग्नु गएको एकछिन बस्नु बसेको यसको अन्त खोइ खङ्गी चाहिँ कहाँ पुऱ्यायो यसले गयो माछा ए बुढाले खेताउँदा यसले त हरायो क्या हराएछ अब भन्छ नि आँगन सुहाउँछ कुकुरले चुला सुहाउँछ बिरालोले घर सुहाउँछ चुनाले अब
हाङबेन आउँछ गुनाले भन्थ्यो तर के गर्नु गुनैले जाँदा पनि दिएन बुढोले छोरी माग्दा अब हाम्रो चुस्ते दाजु रहरै रहने भयो हट अझै त उमेर छ नि दाजु बोल गरे हाम्रो चाहिँ छैन अब के गर्नु ऊ दाजु भाउजू होइन हो त तेरो भाउजू हो यो त जस्तै छ एकछिन ल म भाउजूको जिउ मालिस गरेर आउँछु कि यहाँ मान्छेहरू ल के गर्दैछौ हो अस्ति त तिम्रो बुढोलाई माग्नु आएको त त्यसै लकेट्यो नि हामी हुँदैन त रिसायो कि क्या हो अमैन ठिक गरेन खोइ तेरो दाजु अस्तिको होइन भाउजू मालिस गर्नु गएको छ ला यसले त मेरो फेरि छोरी सक्ने पर्यो अस्ति खेर आएको बिर्सेको छैन बिर्सेको छैन के गर्नु गएको तेरो दाजु चाहिँ गर्नु यसले त मेरो छोरी सक्यो फेरि यो बुढो चाहिँ कहाँबाट साला यसले मेरो बर्तन कहाँ गयो जङ्गल गाडीमा मेरो केस उम्बिँदै तिन पापे थुक्क नकुरी केसमा केटाहरू पट्टिनु खोज्छ बाउ यो टिक्राले पट्याउनु केटीहरू टिक्रा नरहेर झिक्रा देखाउनु तेरो के अरेस्ट